नमस्ते। सहरको मेयरको बारेमा त हामी सबैलाई थाहा नै छ होइन त? तर उहाँको नम्बर 2 अर्थात् उपमेयरको खास काम चाहिँ के होला? आज हामी यही उपमेयरको पदबारे कुरा गर्नेछौँ, जुन चाहिँ एउटा ब्याकअप भन्दा धेरै माथि छ। मेयरले सहर चलाउँछन् यो त एकदमै प्रष्ट कुरा हो। तर के उपमेयरको भूमिका भनेको मेयर नहुँदा मात्रै कुर्सी सम्हाल्ने हो त? कि उहाँहरूको आफ्नै केही महत्त्वपूर्ण जिम्मेवारीहरू पनि हुन्छन्? ल आउनुहोस् यही प्रश्नको गहिराइमा पुगेर हेरौँ। कुनै पनि पदलाई राम्ररी बुझ्नका लागि सबैभन्दा पहिले त त्यसको परिभाषाबाटै सुरु गर्नु ठिक हुन्छ। आखिर को हुन् त उपमेयर र स्थानीय सरकारको संरचनामा उहाँहरूको स्थान ठ्याक्कै कहाँनिर छ? एकदम आधिकारिक रूपमा भन्नुपर्दा उपमेयर वा उपाध्यक्ष कुनै पनि नगरपालिका वा समितिमा दोस्रो सबैभन्दा उच्च पदको अधिकारी हुन्। मतलब उहाँहरूको पद मेयर वा अध्यक्षभन्दा ठिक तल हुन्छ। यो स्लाइडले त यो सम्बन्धलाई झनै सरल तरिकाले देखाइरहेको छ। यदि मेयरलाई संस्थाको प्रमुख मान्ने हो भने उपमेयर चाहिँ दोस्रो तहको सबैभन्दा शक्तिशाली व्यक्ति हुनुहुन्छ। यसले स्थानीय सरकारको नेतृत्वको संरचना कस्तो हुन्छ भन्ने कुरा एकदमै छल्लङ्ग पार्छ। अब उपमेयरको नियुक्ति कसरी हुन्छ त? यो पनि एक लोकतान्त्रिक प्रक्रियाबाटै हुन्छ। सामान्यतया चुनाव जितेपछि चुनिएका जनप्रतिनिधिहरूले नै उपमेयरको चुनाव गर्छन्। तर कतिपय ठाउँमा जनताले सिधै पनि चुन्न सक्छन्। यो सबै कुरा चाहिँ स्थानीय कानूनमा भर पर्छ। तर मूल कुरा के हो भने यो पद पनि जनताकै प्रतिनिधित्वमा आधारित हुन्छ। ल अब हामी यो विश्लेषणको सबैभन्दा महत्त्वपूर्ण भागमा प्रवेश गर्दैछौँ। उपमेयरको भूमिका भनेको मेयर नहुँदा काम चलाउने मात्रै होइन है, यो त्योभन्दा धेरै फराकिलो छ। आउनुहोस् उहाँहरूका मुख्य जिम्मेवारीहरू के हुन् एक एक गरेर हेरौँ। यहाँ उपमेयरका 5 प्रमुख कर्तव्यहरू देखाइएको छ। मेयरलाई सहयोग गर्नेदेखि लिएर योजनाहरूको अनुगमन गर्ने र जनतासँग सिधा संवाद गर्नेसम्म यी सबै कामले के देखाउँछ भने उहाँहरू केवल एक सहायक मात्र होइनन्, बरु शासन प्रशासनको एक सक्रिय र एकदमै अनिवार्य हिस्सा हुन्। हो, सबैभन्दा महत्त्वपूर्ण कुरा नै यही हो। यो भूमिका निष्क्रिय खालको हुँदै होइन। उहाँहरूले हरेक दिन शहरका नीतिहरूलाई कार्यान्वयनमा लैजान र नागरिकका समस्याहरू समाधान गर्न प्रत्यक्ष रूपमा काम गरिरहनु भएको हुन्छ। अब सहरका योजनाहरूको अनुगमन भन्दाखेरि ठ्याक्क के बुझिन्छ त? यो स्लाइडले यसलाई ठोस उदाहरण दिएरै प्रष्ट पार्छ। जस्तै सडक निर्माण, पानीको व्यवस्था, सरसफाई जस्ता आधारभूत सेवाहरूको प्रगतिमा उहाँहरूको प्रत्यक्ष निगरानी हुन्छ, जसले गर्दा जनताले राम्रो सेवा पाउन सकुन्। अहिलेसम्म हामीले उहाँहरूका कर्तव्यहरू त हेर्यौं, तर यो भूमिका समग्रमा एउटा राम्रोसँग चलिरहेको सहरको लागि किन यति धेरै महत्त्वपूर्ण छ त? अब यसको बृहत चित्र हेरौँ न। उपमेयरको पदले साँच्चीकै धेरै महत्त्वपूर्ण काम गर्छ। पहिलो, यसले प्रशासनलाई निरन्तरता दिन्छ। दोस्रो, कामको बोझलाई बाँड्छ ताकि सबै भार एकैजनामा नपरोस्। अनि सङ्कटको समयमा नेतृत्व पनि प्रदान गर्छ। वास्तवमा भन्नुपर्दा यो पद स्थिर र प्रभावकारी स्थानीय शासनको एउटा बलियो स्तम्भ नै हो। यो उदाहरणले यस पदको मौलिक महत्त्वलाई एकदमै सटीक रूपमा सारांशित गर्छ जस्तो लाग्छ। यो भूमिकाले प्रशासन निर्बाध रूपमा चलिरहोस् र नेतृत्व सधैँ उपलब्ध होस् भन्ने कुरा सुनिश्चित गर्दछ। मतलब चाहे मेयर उपस्थित हुन् वा नहुन्, शहरको प्रशासन र नेतृत्व कहिल्यै रोकिँदैन र यसको मुख्य श्रेय उपमेयरलाई नै जान्छ। त्यसो भए निष्कर्ष के हो त? उपमेयर केवल एक ब्याकअप मात्र होइनन्, बरु स्थानीय सरकारको एक अभिन्न अङ्ग हुन्। अब यो सबै जानकारीपछि आफ्नो सहरको प्रशासनमा उपमेयरको भूमिका कस्तो छ भनेर एकपटक सोच्न लायक छ, होइन त?